यो पिठो चाहिँ कहाँ कुट्ने गरेर छ यहाँ घरमा कि उता मिलमा यहीँ के भइसक्यो यहीँ कुटेर यहीँ रोटी हो त रहेछ नि जाँदैछ जाँगर भएपछि के हुँदैन नि मिलै चाहिरहेको र त्यो सिलौटा लोहराले पिसेको चामल ओखलीमा ओखलीमै कुटेको साह्रै राम्रो रहेछ नहेरौँ होला फलामको होला होइन ओखली काठकै हो ल ठिक छ घुम्दैन होला नि त रोटी ल के हो यो थुक्पा चाउमिन चौचौ